हो गर्ने त्यही हो, तर भने जस्तो गरेर हामी अगाडि बढ्न सकेका छैनौँ। कान्छीमाया पार्लरमा काम गर्छु ब्रदर। ए ल ल ठिक छ सिस्टर, ल ठिक छ, केही छैन, गर्नुपर्छ। मेरो ड्युटी जाने बेला अब ड्युटी जानलाई 1.5 घन्टा बाँकी छ अब ड्युटी जान। तबसम्म बस्छु के र, आउँदै गर्नु होला, आउनुहोस्, स्वागत छ हजुरहरूलाई। हजुरहरूको लाइभ चल्यो भने मलाई मेसेज गर्नु होला है, म आउँछु। कन्छीको केस हजुर छैन होला, खोइ छैन होला। कान्छीमा सिस के छ, पानी सानी परिरहेको छ छैन हाम्रो त्यतातिर? हाम्रो यहाँ त गर्मी निकै गर्मी छ, हेर्नु पानी पर्ने भनेको केही थाहै छैन, पानी पर्दैन नि यहाँ त। कान्छीमाया अन्जु फर्स्ट टाइम हो लाइभ हजुरको? यताबाट फर्स्ट टाइम नै हो। आउनु चाहिँ म पहिला पनि आउँथेँ, तर म पहिलोचोटि नै हो। बुलु दिनलाई कहाँ जानु पर्यो भने कान्छीमाया सिस, मलाई त थाहा भएन। एकछिन है, म हजुर थाहा भएन, म ट्राई गर्दैछु, कतै भेट्यो भने गरौँला है। म आज पहिलोचोटि हो कि, त्यही भएर बरु सिस्टर है हाँस्नु भएको छ बिस्तारै। हुन्छ कान्छीमा सिस, अब आज मान्छे पनि त्यति खासै छैन, ब्लुमा राख्नु पनि खासै थाहा भएन। मैले सिकेँ भने दिन्छु हजुरलाई ब्लु, भोलि पर्सि सिक्छु। बिस्तारै सिक्नु पर्छ ब्रदर, नो प्रब्लम। हो नि सिस, बिस्तारै बिस्तारै सिक्नुपर्छ। अब थाहा नभएको कुरो छ भन्नु भएन है। यहाँ अप्सन त छ, कहाँबाट पो जाने, भन्नु त बरु त कहाँबाट जाने। तपाईँलाई थाहा छ भने भन्नुहोस् त कान्छीमाया सिस, कताबाट दिनुपर्ने सिकाइदिनुहोस् त अलिकति, कहाँ कहाँ जानु पऱ्यो भन्नुहोस् त। हुन्छ हुन्छ ब्रदर।